इन्डियाको सिम पनि चल्ने रहेछ घरमा बुढीसँग बोल्नु पाइने रहेछ आज भने चाहिँ म गाडी यहाँ सफा गरिसकेको छु र आज म चाहिँ गान्तोक गएर आएको अहिले 11 बजी टक्कै आइपुग्यो अनि अब चाहिँ म नेपाल जाँदैछु हो र गाडी चाहिँ अब यहाँनिर सफा गरिसकेको छु र भोलि मात्रै आउने म शनि भोलिको बिहा छ त्यसो गरेर भोलि आउँछु होला र नेपालमा गइकन देखाउँछु त बाँकी के कस्तो छ होइन नेपालको म अलिकति भिडियो देखाउँछु जेनेसिस नउठी नै बिहान 4 बजी हिँडेको गान्तोक र अहिले चाहिँ म घर जान्दिनँ किनकि अहिले घर गयो भने फेरि ढिलो भइहाल्छ र म यतैबाट जाँदैछु अब म नेपाल पुगेर नानीलाई फोन गर्छु के कसो हुन्छ होइन अब यसरी छोडेर जानु मन त लाग्दैन तर के गर्नु त्यस्तै छ होइन र अब म भनिसक लागेँ गाइस तपाईँहरूलाई म नेपालमै गएर देखाउँछु आज चाहिँ भेनालाई यहाँ घरमा छोडिसकेको छु भने अब चाहिँ म लागेँ त साथी हो ल साथी हो लाग्यो अब चाहिँ लाग्यो है अब चाहिँ पक्कै लाग्यो है यस्तो छ बाटो पनि हाम्रो बाटो ओह्रालो जाने बाटो चाहिँ जोरथाङबाट मान्छे लगेर जानुपर्ने छ होइन पछाडि हेर्दा फाइनली गाइस हामी सुबुक रोडमा आइपुगिसकेको छौँ यहाँनिर चाहिँ मालिक बाउहरू आइपुग्यो नेपाल यस्तो छ हो आइपुग्यो 2 माइल चेकपोस्ट सिलगढीको यो 2 माइल चेकपोस्ट हो यहाँदेखि स्वाटै अब हामी ल दार्जिलिङ मोडमा चाहिँ यस्तो डरलाग्दो जाम छ भाउजू यहाँ असिन र पसिन भइरहेछ भित्र पुग्नु आँटेको यहाँ भाउजू नानी चाहिँ पछाडि सबै छ गाइस सबै छ बाटो यस्तो छ ल है गइँदैछ लन्डन लागेको है लन्डन गरम चाहिँ पुरा खतरा भइसक्यो केटाकेटी बस जान्छ कस्तो डरलाग्दो कुद्दो तान्नु चिसो लाग्छ यताले खिड्की खोलेको छ बाप्रे बाप्रे ल अब चाहिँ काँगरी भित्र पुग्नु लाग्यो यस्तो छ पस्यो मालिक चेन्ज भएको छ यहाँनिर मालिकनीबाट मालिक आइपुग्नु भएछ जोस् आजको यात्रा राम्रै हुँदैछ है अब चेकपोस्टबाट छिर्नु दिन्छ नि हो आतङ्कवादी यस्तो छ माग्नेहरू मास्क लगाएर माग्छ ल तब नेपाल पसियो है चेकिङ गरिसकेर दुईटै खोज्दो रहेछ है आधार र भोटरै खोज्दो रहेछ है नेपाल पस्दाखेरि इन्डियामा तपाईँहरू आउँदाखेरि चाहिँ आधार कार्ड र भोटर कार्डै लिएर आउनुहोस् है नेपाल पस्दाखेरि चाहिँ इन्डियाको चेकपोस्टमा चाहिँ खोज्दो रहेछ यस्तो छ यस्तो छ ल अब चाहिँ भान्सार काटिसकेको छौँ अब लागिँदैछ नेपाल इन्ट्री भइसकेको अवस्था ल साथी कति 400 इन्डियन 400 पर्यो नेपाली 600 रुपियाँ एक दिनको
नेपाल इन्ट्री भइसकेको छ। नेपालमा इन्ट्री भएर पनि नेपालको पाइन एप्पल मिठो नजिक छ बोर्डर बा इन्डियाकै हो तर नेपालकै सम्झेर खाइरहेको छु एकदम दामी। अनि भान्सार काटिसकेको छु। भान्सार चाहिँ एक दिनको चाहिँ इन्डियन चाहिँ 400 रुपियाँ रहेछ, नेपाली चाहिँ 600 रुपियाँ एक दिनको। त्यस्तो छ गाइस, मजाले खाइन्छ दामी। हेलो नागरी बिता नेपाल आइपुग्यो। खोइ बाबाहरू त हरायो त। यसो गुम्बा किरा किरा हुन्छ यो अनि यो त भिजाउनु परेन नि। लो अहिले भने चाहिँ काँगरी भित्र आइपुगेको छु म। यहाँ बजारमा हल्का भिजिट गरिदिउँ भनेको यासा गुम्बा हेऱ्यो। अब लागिन्छ यहाँ दाजुहरू कता गयो बजार चाहिँ। मकैबारी करम करम हरियो काँक्रा छरम छरम। अब चाहिँ पुग्नु आँट्यौँ है। अहिले उठेछ है ल साथी हो के अरे गौन्डाकी अरे गौन्डाकी पुग्नु आँटियो नेपालको। मजा आउने भयो जे होस्। इन्डियाको सिम पनि चल्ने रहेछ। घरमा बुढीसँग बोल्नु पाइने रहेछ। कता हो भेटघाट चोक हो त गाइस आइपुग्यो नेपाल। भाउजू पनि भेटियो। लौ त साथी हो यहाँनिर आइपुग्यो। विशाल भाइको घर आइपुग्यो। गाडी त्यहाँ पार्किङ गरेको छु। यहाँ रोडमा पार्किङ गरौँ भनेको त यहाँ हात्ती आउँछ अरे, त्यसले गर्दाखेरि पर पार्किङ गरेको छु। केही हुँदैन होला साइड। नेपालको के अरे यो एक्सट्रिम। ल यो चाहिँ मैले एकजना भ्लगरकोमा देखेको थिएँ। के हो त्यो आइसक्रिम हो? त्यो चाहिँ आइसक्रिम होइन हौ, त्यो मिठाई हो। आइज न माथि। रहेछ